गुड मर्निङ पोखरा। आज मसँग नवीन सर काठमाडौँदेखि उड्न आउनुभएको छ। एडभान्स प्याराग्लाइडिङमा बुक गर्नुभएको छ। उहाँ आफ्नो फ्यामिलीसँग पनि आउनुभएको छ, उड्दै हुनुहुन्छ। नवीन सर, कस्तो लागिरहेछ तपाईँलाई? एकदम एकदम आई एम भेरी एक्साइटेड, एकदम एक्साइटेड छु। र चाहिँ हाम्रो विशाल सर चाहिँ भेरी गुड। आई थिङ्क विल हेभ अ नाइस ट्रिप। डेफिनेटली सर, आई ट्राई माई बेस्ट है। अब आकाशमा चरा जस्तो मजा लिउँला। सरको फर्स्ट टाइम होइन सर? हो, फर्स्ट टाइम हो। फर्स्ट टाइमलाई बेस्ट टाइम बनाउँला है। स्योर स्योर स्योर। थ्याङ्क यू सो मच फ्लाइङ विथ अस है। धन्यवाद। गुड मर्निङ पोखरा। हामी उडिसकेका छौँ। नवीन सर अब आकाशमा हुनुहुन्छ। कस्तो बात? इट्स अ भेरी इजी, एकदम सजिलो, एकदम हाम्रो विशाल दाई एकदम फाइन, इज भेरी गुड। थ्याङ्क यू सो मच। एन्ड वी आर लाइक नाइस टेक अफ। बर्ड अहिले बर्ड हुँदै हुन्छ हेर्नुहोस्। Yeah, it's like feeling like you're flying like a bird. Like a bird, right? Yes. Yeah. अर्कै Very nice. साथीभाइलाई अब फेरि म आई इन्करेज अब चाहिँ पोखरा आएपछि चाहिँ प्याराग्लाइडिङ चाहिँ सबैले चाहिँ गर्नुपर्छ। एडभान्स प्याराग्लाइडिङमा आउनु। या एडभान्स प्याराग्लाइडिङ। ओके हेर्नु रुखहरू अब इन्जोय लिँदै गर्नुहुन्छ। अब अलिकति मजाले रक भाइ, विशाल भाइको अर्को नाम चाहिँ रक भाइ पनि हो। एन्ड देन रक होइन त हाम्रो यहाँ रक भएर यहाँ वी आर रकिङ, एक्चुअली वी आर रकिङ लाइक अ रकिङ हर्स इन द स्काई, यु नो, फ्लाइङ। जिप फ्लायर हो त? हजुर, भइहाल्यो अर्को। या वी आर बिचमा जिप फ्लायर। अब एडभेन्चरै सुरु भइसक्यो। अगाडि फेवा लेक भयो, त्यो लेक साइड तपाईँको होटलहरू भयो। अहिले अलि अगाडि जान्छौँ, यहाँबाट एयरपोर्ट देखिन्छ। हर महादेवको त्यो टेम्पल भइहालेको है, स्थिपत्या भइहाल्यो है। उड्दैछु। ओके, त्यो टावर हेभीवेट च्याम्पियन परेछौँ कि? वी आर हेभीवेट च्याम्पियन। थोरैसम्म है। रमाइलो छ नि सर? एकदम रमाइलो भइरहेछ, एकदम रमाइलो भइरहेछ। त्यो चाहिँ कसरी माथि कसरी जान्छ? हजुर, त्यो अब टाइमिङको कुरा हो। अब ऊ त्यो हामीभन्दा तल गएको पनि छ। त्यो सब हुन्छ के। अब तपाईँ म त्यसले गर्दा वेटी पनि छौँ। अलिक हल्का भयो भए अलि योभन्दा अझै माथि जान्थ्यो। र अर्को फेरि थर्मल भन्ने हुन्छ क्या सर। अब कम्फर्टेबल बस्नुहोस् है। एकदम कम्फर्टेबल। अब हामीले पाउने भनेको ऊ त्यहाँ गएर पायो भने माथि गइन्छ, नभए यही हाइटमा हामी मजाले लिँदा केही उयो छैन। ओके गजब जस्तो होइन सर, आफूले त्यसमा हुन पाएर। हेभन छ यार। वर्ल्ड टप 5 मै आउँछ सर। यस्तो राम्रो ठाउँ छ। मान्छेहरू कस्तो मोहित हुन्छ। तपाईँ कति वर्ष भयो? मेरो आज फर्स्ट डे हो तपाईँसँग आजको। अब 13-14 वर्ष भइसक्यो सर। अब गर्न पनि छोड्यो। अब त्यो रमाइलो लाग्छ। नो फ्लाइङ, नो दाल भात। यदि मजा आउँछ। एकदम राम्रो। यस्तो रमाइलो ल। भेरी सेफ, भेरी नाइस। यस्तो राम्रो। अब केबल कार हो, यो केबल कारहरू हो। मैले यहाँबाट पनि उड्दैन सर हामी। अब ऊ त्यो एयरपोर्ट हेर्नु भयो? यस खाली ठाउँ त्यो अहिलेको नयाँ एयरपोर्ट हो। एयरपोर्ट म आएको छु यहाँ। आउनुभएको छ होइन? माथिबाट पनि आकाशबाट पुरा सिधै मजा लिनु पऱ्यो नि त सर, होइन र? चिल भ्यू भनेको यही हो। मान्छेहरू हेर्नु कति सानो बाइकहरू, घरहरू, होइन र? एकदम रमाइलो। ओहो, यो त इन्ट्रेस्टिङ हुने रहेछ है। हावाको इन्ट्रेस्टिङ हुन्छ त।
आउँदा पनि पाएन वेटी पनि भइयो हामी ए त्यसले गर्दा हो त्यसले गर्दा पनि हो ए वेटले पनि फरक पर्छ है वेट त धेरै फरक पर्छ ए नाइस तपाईँको छोरी उडाएको भयो अहिले हल्का म्याडम उडाएको भयो भने हल्का हुनुहुन्थ्यो ए होइन ठिक छ ए एउटै त हो अलिकति पछि जानेर त हावा पाए त फेरि त्यो वाला हावा पनि टाइमिङको कुरा हुन्छ ए एकदम एक्ज्याक्ट पाइराख्दैन कि ए ओके ओके हो ठ्याक्क त्यो टाइमिङ परेर ट्याक्क भेटायो त स्ट्रङ थर्मल भन्छ कि हामीले थर्मल भेटायो भने त फेरि जान्छ सर्टै उठ्छ है वेटी पनि माथि सुई जान्छ आज खासै बल्ल डेभलप हुँदैन ए नाइस विन्डी पनि भयो ए त्यो विन्डी र त्यसमा के फरक पर्छ कन्डिसनले धेरै फरक पर्छ वेटी अब चिल्छ अगाडि हेर्नु है चिल्छ यो हावा पाएको हो क्या ओके ओके सानो हावा छ क्या हो चिल्छ हुन्छ है पुरा लिइराख्नु ओहो नाइस नाइस ए यस्तो पनि थाहा हुन्छ है तपाईँहरूलाई ओह नाइस नाइस वाउ 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 चिलले पनि त्यो हावालाई नै गर्ने हो उनीहरू त हाम्रो पुर्खा हो नि त यिनीहरूले चाहिँ हावामै उड्नको लागि यिनीहरू बनेको यिनीहरूले ट्याक्क थाहा पाउँछ कि यिनीहरू नेचुरल थाहा पाउने भयो यो माथि गएको थाहा पाउनु तपाईँ थाहा पाइरहेको छु तपाईँको एक्सपिरियन्सै थाहा पाउनु ओहो गजब हुँदो रहेछ यो त नाइस ओहो नाइस 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 अलिक खाऊ भन्छ त्यो नवीन सर पनि एकदम राम्रो रमाइलो मान्छे हुनुहुन्छ एकदम एकदम रमाइलो भयो है तपाईँहरू है एक्सपर्ट है बाफले गजब 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 ए यस्तो पनि हुने रहेछ ल नाइस ओहो हो नि नाइस ओ नाइस 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 गुड 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 तपाईँ चाहिँ यो एडभान्ससँग काम गर्नुहुन्छ होइन हजुर तपाईँ एडभान्ससँग मात्रै गर्नुहुन्छ कि अरूसँग मात्रै हो ए हरेकको आफ्नै छ पाइलटहरू ए वाउ नाइस यस्तो हुने रहेछ है गजब माने मैले ए हलसम्म त जाने हो अघि खोज्दा खोज्दा नपाएर हो क्या ए सानो त पाएको हो ए हाम्रो वेटले धान्दैन नि फेरि ए तपाईँको छ वेट मेरो 85 90 पुग्छ ए मेरो 78 जति होला 77 78 तपाईँ पनि हेर्ने हुनुहुन्छ हेर्दा खाना लायो भने 77 78 छ मेरो वेट मेरो छोटा प्याकेटबाट धमाका हुन्छ होइन आकाशको साथी पनि आउनुभयो नाइस नाइस मजा आएर चाहिँ सर एकदम इन्जोय गरिरहेको छु म त बाब मैले पनि सक्छ अब सरलाई अलिकति लामो होइन एकदम एकदम हामी यस्तो राम्रो ल ओ धन्यवाद वाउ 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 अघि त्यही छोइ माथि आयो राइट प्यारासुट भने पनि यही होइन र यस्तै होइन प्यारासुट भनेको प्यारासुट भनेको त अर्को तपाईँको आकारको रिजर्भलाई भन्छ ए होइन तर तपाईँहरूले गर्न सक्नुहुन्छ नि यसलाई चाहिँ प्याराग्लाइडर हो तपाईँहरूले पनि प्यारासुटिङ गर्न सक्नुहुन्न त्यो त गर्दैन हामीले त्यो त रिजर्भमा हुन्छ कि आर्मीहरूको हुन्छ ए होइन म त तपाईँहरूलाई प्यारासुटबाट जम्प गर्नु भन्यो भने होइन सकिन्छ सर त्यो अलिअलि प्र्याक्टिस गर्नु पऱ्यो पहिले त्यो त धेरै डिफ्रेन्ट हो कि त्यो त तपाईँको झरी मात्रै त्यो त हाम्रो रेस्क्युमा हो कि लाउनुहोस् सर हामी फेरि माथि आयौँ थ्याङ्क यू गड सरलाई आज एकदम मजा नाइस ओके मिलाएर ए चिल ए देखिरहेछ ए ओके 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 यो हो क्या मेरो साथी wow you can see the eagle flying okay see the eagle flying okay wow we're flying with the eagle nice okay it's all right yeah we are flying with the eagle we are flying with the eagle wow yes, Garuda Dev wow yeah so nice yeah it's nice yeah nice it's nice
आकाशमा पनि लागु हुँदो रहेछ यो रुट के कसो सर स्पेसली नवीन सरकोमा एकदम दुर्दशा बलियो भएर हजुर बुढी बच्चामा ल्यान्डिङ पुगिसक्नु भयो झर आकाशमै यसरी आफूलाई पनि देखाउन सकिन्छ त Okay, we are flying with the eagle, with our Vishal Dai. Okay, we are flying with the eagle. Okay. Yeah. अब हामी ठ्याक्क अब लेकमाथि जान्छौँ है Rocky, no? Rocky. Rock. Rock. Okay. So we will not only bodybuilder. See, he is one more rock here. One more rock. Okay. So हो त्यसलाई भनेर राखेको yeah. But you look alike. Yeah. अलिअलि तपाईँ रक जस्तै देखिनुहुन्छ. And you are rock anyway. Thank you sir. Only bank balance difference. Okay. But you will make it one day. Yeah, surely you will make it. Wow. Nice. Wow. Nice. हिमालय हेर्नु हो See. त्यहाँ अन्नपूर्ण थोरै खुलेको Yeah, we can see the mountain there. Mountain, yes. That was Annapurna. Yeah. Okay. अघि हेर्नु त ऊ त्यहाँ तल चाहिँ हामी ओ माई गॉड ल हुन्छ सर एकैछिन अब राफ्ट गर्दैन फेरि अब भिडियो हुँदैन Wow. के भन्नु मन लाग्यो भन्नु होला है Oh, nice. I'm chilling out. I'm above Pheva Lake. ल आज यस्तो रमाइलो हाम्रो चाहिँ rock, Mr. Rock, my friend. I'm rocking in the sky, you know. Wow. यो पनि देखाइदिनु है Nice. See, you can see the Pokhara. Okay, nice. It is like okay. Wow. हेलो अब यो समाचार तपाईँले तल राख्नु है तपाईँलाई सानो के परिहाल्यो अब यत्रो आइसक्नु भयो हजुर अब हात्ती छिर के पुच्छर पुच्की बाँकी राख्ने हो होइन र हजुर Wow. है Wow. Yep. What was that? What was that? Oh my goodness. Wow. Oh, I'm rocking. Oh my God, rocking. Woo. Oh, it's all right. Oh, okay. I think so. I'm rocking, my goodness. Oh, that's it. क्यामेरा लाउनु त Oh, what is that? हो त्यहाँ पनि ल्याइदिउँ ल्यान्डिङको Oh, wow. Land है सर यो समात्नुहोस् Yep. अब बिस्तार अगाडि लैदिन्छु एकदम गुड यो माथि यस्तो राम्रो यस्तो भए पनि हुन्छ तल चाहिँ नलैजानु उभिनु भन्छु उभिने मात्रै हो सर एकदम इजी छ है Okay. लास्ट मोमेन्टमा भन्छु ढुक्क हुनुहोस् है एउटा मजाले माथि लगेर घुमाउँदै गऱ्यो भने चाहिँ केही हुन्न अनि धेरै स्लोली एङ्गल दिँदै Yeah. हो त्यही हो खत्रै रक भयो यार अहिले त ओहो म त खत्रै हुँदो रहेछ यो उयो त्यहाँ तपाईँको थोरै माथि है ओके अब फाइनल एप्रोच या वा ओहो माइ खत्रै हुँदो रहेछ यार माथि गर्नु ढुक्क हाना See, I'm landing now. I'm landing, yes.
Yep. Thank you. Yeah. It's all right. Wow. No, Naveen sir, कस्तो लाग्यो? मजा भयो? Great. No, we have a great time. Thank you so much. Thank you very much.